14 फेब्रुअरी रातो गुलाब, मिठो चकलेट र आई लभ युका सन्देशहरूले भरिएको दिन। आज हामी प्रेम मनाउँछौँ, मुस्कुराउँछौँ, शुभकामना साट्छौँ। तर एकपटक इतिहासको पाना पल्टाएर हेरौँ त। एक समय थियो जब प्रेम उत्सव होइन, अपराध थियो। सयौं वर्ष अघि यही दिन प्रेमकै कारण एक मानिसलाई मृत्युदण्ड दिइएको थियो। आज हामी जुन प्रेम खुलेर व्यक्त गर्छौँ त्यो कहिले सजिलो थिएन। यो केवल एउटा डेटको दिन मात्र होइन, यो प्रेम, साहस र बलिदानको कथा पनि हो। समय थियो तेस्रो शताब्दीको। रोम साम्राज्य निकै शक्तिशाली थियो। त्यसबेला शासन गर्थे सम्राट क्लाउडियस द्वितीयले। उनी विश्वास गर्थे अविवाहित सैनिकहरू मात्र बलिया र निडर हुन्छन्। उनको सोच थियो प्रेम र परिवारले सैनिकको हिम्मत घटाउँछ र त्यसैले उनले एउटा कठोर आदेश जारी गरे। आजदेखि कुनै पनि सैनिकले विवाह गर्न पाउने छैनन्। त्यो आदेश केवल कानुन थिएन, त्यो प्रेममाथिको प्रतिबन्ध थियो। प्रेम अचानक अपराध बन्यो। तर त्यसै साम्राज्यमा एक पादरी थिए, सन्त भ्यालेन्टाइन। उनी प्रेमको पक्षमा उभिए। उनी भन्थे प्रेम नियमको विषय होइन, यो ईश्वरको वरदान हो। र त्यसपछि सुरु भयो एउटा मौन विद्रोह। अँध्यारो रातहरू, सानो दीपकको उज्यालो, डरले कापिरहेका दुई हातहरू र ती हातहरूलाई जोडिदिने एक साहसी व्यक्ति, भ्यालेन्टाइन। उनी गोप्य रूपमा सैनिकहरू र उनीहरूको प्रेमिकालाई विवाह गराउन थाले। उनी विश्वास गर्थे साँचो प्रेमलाई कुनै शक्तिले रोक्न सक्दैन। तर सत्य धेरै समय लुकेन। एक दिन खबर दरबारमा पुग्यो र उनी पक्राउ परे। अँध्यारो चिसो कोठा, फलामका साङ्ला, तर उनका विचार र विश्वासलाई कसैले बाँध्न सकेन। कथाहरू भन्छन् जेलमा जेलरकी दृष्टिविहीन छोरी थिइन्। त्यहाँबाट सुरु भयो संवाद, जीवनका कुरा, विश्वासका कुरा, आशाका कुरा। भ्यालेन्टाइनको प्रार्थनापछि उनले दृष्टि पाइन् भन्ने किम्वदन्ती छ। सायद त्यो कथा हो। तर भ्यालेन्टाइनको साहस र प्रेम भने इतिहास हो। र त्यही सत्यले आजसम्म हामीलाई प्रेरित गरिरहेको छ। अन्ततः मृत्युदण्डको दिन आयो। उनीसँग भनियो आफ्नो विश्वास छोड, तिमीलाई बचाइनेछ। तर केही कुरा ज्यानभन्दा माथि हुने रहेछन्। भ्यालेन्टाइनले आफ्नो विश्वास छोडेनन्। उनले प्रेमको पक्ष रोजे र मृत्यु अँगाले। मृत्यु अघि उनले एउटा सानो चिठी लेखे जेलरकी छोरीका नाममा। त्यो पत्रको अन्त्यमा लेखिएको थियो फ्रम योर भ्यालेन्टाइन। सामान्य शब्दहरू, तर ती शब्दहरूले इतिहास बदलिदिए। समय बित्यो, साम्राज्य ढल्यो, राजाहरू हराए, तर ती शब्द बाँचे। सयौं वर्षपछि 14 फेब्रुअरी केवल गुलाब, कार्ड र डेटको प्रतीक मात्र होइन, यो प्रेमको शक्ति, साहस र बलिदानको प्रतीक बनेको छ। आज हामी सानो मुस्कान दिन्छौँ, एउटा सन्देश पठाउँछौँ, आफ्नो भावना व्यक्त गर्छौँ। तर सम्झनुहोस् त, प्रेम सधैँ सजिलो थिएन। प्रेमले कहिलेकाहीँ विद्रोह माग्छ, साहस माग्छ र त्याग माग्छ। 14 फेब्रुअरी केवल प्रेमको दिन होइन,
यो सम्झना हो त्यो व्यक्तिको जसले प्रेमलाई ज्यानभन्दा माथि राख्यो र हामी आज पनि त्यसै प्रेमलाई पुनर्जीवित गर्दैछौँ। धन्यवाद।